एका बिहानै भोटेकोसी यसरी उर्लियो कि रसवासीले केही अत्तोपत्तो पाएनन्। भनिएको छ 80% मानिस लापत्ता भएका छन्। धेरै धनजनको क्षति भएको छ। हामी नेपालीहरू पीडालाई सामान्य रूपमा हेर्न थालिसकेका छौँ। फुल यसरी भत्किँदैछ तर आवाज माछा ल झोलामा हालो सुकेर त नि सुकेर आमा सुकेर माछा पुरै हैन यस्तो हुनुपर्छ माछा माछा चाहिँ यता बुदुना धेर पाउँदो रहेछ नि माछा ल झोलामा हालो